Guys, welcome to my channel, and here I'm Juno. Now guys, I'm going to share with my feelings with you guys. एक्चुअली गाइज म चाहिँ के को बारेमा कुरा गर्न गइरहेको छु भने यही विदेशी लाइफ फरेन लाइफ के होइन आई होप मेरो यो हुन्छ नि भिडियो हेर्नु भएको सबैजना चाहिँ प्राय विदेशमै हुनुहुन्छ भन्ने चाहिँ म चाहिँ त्यही होप गर्छु है किनकि अहिलेको जेनेरेसनको सबै नेपालीहरू चाहिँ विदेशमा नै हुन्छन् सबैजना के प्राय विदेशमै छन् होइन अब विदेशमा नहुनेहरू पनि हुनुहुन्छ भने चाहिँ मेरो भिडियो हेरेर चाहिँ कृपया कुरा बुझ्नु होला होइन अब अहिलेको यो हुन्छ नि हाम्रो यो नेपालको कन्टेक्स्टमा चाहिँ अहिले चाहिँ एकदमै के नेपालीहरू चाहिँ एकदमै धेरै विदेश आउने त्यो क्रम के एकदमै बढिरहेको छ कि है अब मैले चाहिँ अब म पनि एउटा नेपाली भएको हिसाबले अब म पनि त्यही क्रमको सिलसिलामा जस्तै वैदेशिक हुन्छ नि वैदेशिक रोजगारमा जाने सिलसिलामा चाहिँ म पनि पढेँ के है पढेँ अब त्यो पढ्नु पनि थियो त्यसैले पढेँ अब अहिले चाहिँ मैले अब थाहा पाएँ नि त अब विदेशको लाइफ विदेशको दुःख त अब जहाँ गरे नि गएर पनि गरिन्छ नेपालमै पनि गरिन्छ जहाँ पनि दुःख नै गर्ने हो अब मान्छेले भनेको अब मान्छे जन्मिने भनेकै स्ट्रगल गर्न दुःख गर्नै हो है यो अनि विदेशको दुःख चाहिँ अलि छुट्टै प्रकारको दुःख स्ट्रगल हुन्छ है अब धेरै कुरा पनि सिकिन्छ राम्रो कुरा पनि सिकिन्छ सिक्नुपर्छ राम्रो कुरा सिक्नुपर्ने कुरालाई चाहिँ सिक्नै पर्छ है त्यो चाहिँ जस्तो भए पनि अब डेभलप्ड कन्ट्रीहरूको त अब सिक्नुपर्ने कुरा त हाम्रो जस्तो नेपालको मान्छेहरूले नेपालीहरूले अब नेपालीले नसिकिकन नगरिकन त नेपाल त बन्दैन नि त त्यही भएर सिक्नुपर्छ सिकेको कुरालाई चाहिँ आफ्नो देशमा गएर चाहिँ त्यसलाई चाहिँ युज पनि गर्नुपर्छ युज गरेर चाहिँ केही एउटा हुन्छ नि पोजिटिभ खालको केही राम्रो बनोस् न होइन हाम्रो देश पनि हामी नेपालीहरूमा पनि राम्रो खालको पोजिटिभ सोच आओस् है अब सोच आएर फेरि अब विदेशमै बस्ने भन्ने खालको पोजिटिभ सोच चाहिँ नआओस् होइन आफ्नै देशमा गएर आफ्नै देश बनाउनु पर्छ भन्ने खालको पोजिटिभ सोच चाहिँ आओस् त्यही भन्छु है म चाहिँ अनि के अरे यो अहिले हाम्रो यो नेपालीहरू चाहिँ एकदमै यो विदेशमा आउने चाहिँ एकदमै धेरै बढिरहेको छ कि यस्तो भयो भने त एकदमै नराम्रो हुन्छ नि नेगेटिभ पार्ट हो कि यो भनेको चाहिँ एउटा हाम्रो नेपालको लागि एकदमै नराम्रो समस्या हो है विदेशमा यो नेपालीहरू दिनदिनै आउने चाहिँ एकदमै नराम्रो हो नेपालको लागि चाहिँ मलाई अहिले त्यस्तो फिल हुन्छ अब पहिला त त्यस्तो फिल भएन अब पहिला अब किनकि अब हामी जस्तो गरिब मान्छेहरूलाई अब गाह्रै हुन्छ अब नेपालमा बसेर केही गर्छु भन्ने सोच पनि त्यो सोचै मात्रै हुन्छ कि सोच मात्रै त भन्न सक्दिनँ म त सोच्न नि सक्दैन भन्छु कि सोच विचार नै आउँदैन कि नेपालमा बसेर केही गर्छु भन्ने त किनकि सबै आफैले गर्नुपर्ने हुन्छ अब सिस्टम राम्रो छैन होइन सिस्टम राम्रो छैन आफूसँग केही हुन्छ नि स्टार्ट गर्ने केही त्यो नै छैन झन् मेन चाहिने भनेको त मान्छेलाई आइडिया हो है विचार सोच विचार चाहिने हो नि त त्यो नै छैन अनि त्यही नभएपछि त अब केही गरेर पनि सकिँदैन स्टार्ट गर्न चाहिँ अब विदेशमा आएपछि चाहिँ एउटा कस्तो खालको त्यो विचार आउँदो रहेछ अब म अहिले चाहिँ मेरो त्यसमा भनिरहेको छु है अब सबैमा त्यस्तो हुन्छ हुँदैन त्यो चाहिँ मलाई थाहा छैन मलाई चाहिँ अब पहिला त सबैजनाको एउटै प्रब्लम हो विदेश है मेरो पनि त्यही प्रब्लम थियो किनकि म अहिले त्यो नचाहिने कुरा बढाएर पनि भन्दिनँ मेरो पनि कुनै दिन त्यस्तै खालको सोच थियो कि इभन मलाई अहिले त के हुन्छ नि जस्तै अब मैले यो अहिले सोचेर बोलिरहेको छु नि सायद त्यो पनि मैले अहिले हुन्छ नि होसमा बोलिरहेको छु कि छैन त्यो पनि मलाई थाहा छैन कि गाइस तर यत्तिकै निस्किरहेको छ कि यहाँनिर एकदमै खोइ अब गर्नेले गर्छ होइन पढेपछि जसरी पनि गरिन्छ मान्छेले झन् म त गर्छु भनेपछि गर्छु कि गरेर नछोडेसम्म नसकेसम्म म नछोड्ने मान्छे हो कि होइन गाइस एकदमै हो कि तर अहिले आएर चाहिँ खोइ कस्तो यो सपना हो कि विपना हो कि के हो भइरहेछ कि
मैले मैले सोचेको कुराहरू, मैले विचार गरेको विचारहरू होइन एकदमै भिन्न किसिमको छ कि अब तपाईँहरू समक्ष चाहिँ यो सेयर गर्न चाहिँ एकदमै गाह्रो हुन्छ है। अब मलाई नै लाग्छ अब यो कुरा सेयर गरेर होइन, सेयर त हुन्छ कि तर बुझ्ने मान्छेहरू पनि हुन्छ। अब मलाई नराम्रो सोच्ने मान्छे पनि हुन्छ, राम्रो सोच्ने मान्छेहरू पनि हुन्छ, सबै मान्छे हुन्छ। सेयर चाहिँ गर्न मन लाग्छ। अब मसँगै वरपर भएको मान्छेहरूलाई मैले धेरै सेयर गरेको छु। मैले सबैजनाबाट आफ्नो विचार सुने, राम्रो कुरा नै सुन्छु, प्रायः राम्रै कुरा सुन्छु होइन। अब त्यही त हो, अब हामी जस्तो मान्छेहरूलाई अब राम्रो कुरा सोचेर राम्रो कुरा गरेर मात्र पनि त हुँदैन नि त है। स्टार्ट नगरेसम्म केही हुँदैन। अब त्यही हो, अब मलाई पनि त्यही लाग्छ। मैले नि स्टार्ट त गरेको छैन, मैले नि सोच्ने यस्तै अब कुरा सेयर गर्ने त्यही मात्रै हो, अहिले त्यही मात्रै नै भइरहेछ। अब अर्काको यो हुन्छ नि फरेन कन्ट्रीमा आएपछि भनेको जस्तो सुविधा सबै छ है। मान्छेलाई सेटिस्फाई चाहिँ हुनुपर्छ कि जे छ आफूमा, आफूसँग जे छ त्यो कुरामा चाहिँ सेटिस्फाई चाहिँ हुनुपर्दो रहेछ कि गाइजहरू होइन। तर खै मलाई चाहिँ किन हो गाइज, सबै सुविधा छ, सब छ, हुन्छ नि मेरो लागि के अरे यो जीवनयापन गर्न, मेरो लाइफस्टाइललाई हुन्छ नि एकदमै राम्रो बनाउने सबै चिज छ के, सबै छ। तर पनि मलाई चित्तै बुझ्दैन के, किन हो किन के चित्त नै बुझ्दैन। मैले धेरैचोटि आफैलाई हुन्छ नि एकदमै अब के भन्नु, अब स्ट्रेस भनौँ कि डिप्रेसन भनौँ कि के भनौँ होइन। अब डिप्रेसन भनौँ भने अब के गर्नुपर्छ भन्ने खालको त्यो पनि छ विचार। तर आफूले भनेको जस्तो हुन्छ नि मैले अब यो चाहिँ भएन है भन्ने खालको एकदमै त्यो हुन्छ नि, एकदमै हुन्छ कि एकदमै हेभी फिल हुन्छ कि आफ्नो यो मुटु हुन्छ नि एकदमै के सबै छ मसँग, केही चिजको कमी छैन, केहीको पनि। तर पनि सेटिस्फाई भन्ने चिजै छैन के मलाई अहिले। सेटिस्फाई अब फेरि सेटिस्फाई हुन नसक्नु पनि धेरै कुराहरू छ है। छैन चाहिँ अब मेन चाहिँ अब खोइ के कुराको सेटिस्फाई छैन भनौँ। मेन नै मेरो लागि चाहिँ यसो मैले धेरै विचार गरेँ होइन। तर कुरा गऱ्यो भने एकदमै ठुलो त्यो हुन्छ नि, ठुलो अलिकति हुन्छ नि यो हावै कुरा हो जस्तो खालको फिल हुने खालको कुराहरू छ होइन। तर छन चाहिँ छ कि खोइ मलाई किन त्यस्तो भयो मै अचम्म लागिरहेको छु कि। किनकि अब म त अब पहिला पनि आफ्नै त्यसको हुन्छ नि आफ्नै सक्सेसको लागि त म पनि विदेशमा आएको थिएँ नि होइन गाइज। तर म अहिले आएर यो ठाउँमा आएपछि के फिल भएको छ भने एकदमै के सबै कुराको मलाई सब कुरा हुन्छ नि, केही कुरा अपुग भन्ने छैन कि, सबै कुरा एकदमै पुग्ने छ मलाई है। मैले गरेँ भने मैले सक्छु पनि। तर मलाई अहिले यो अवस्थामा यो समयमा आएर चाहिँ के लाग्यो भने आफ्नो देश भनेको आफ्नो हुन्छ के, आफ्नो हुन्छ। तर यो कुरा सबैजनाले सोच्नु पनि हुन्छ होला, आफ्नो देश भनेको आफ्नो, अर्काको देश भनेको अर्काको भनेर सोच्नु पनि हुन्छ होला। कतिजनाले त अब केही समय बस्छु नेपालमै फर्केर केही गर्छु भनेर सोच्नु पनि भएको होला है। त्यो एकदमै राम्रो सोच हो, मैले पनि त्यो सोचेको छु। त्यो मेरो पनि त्यही हो, मेन विचार नै त्यही हो, आफ्नै देशमा गएर गर्नुपर्छ। यहाँ गरेको दुःख बरु यस्तो सुविधाहरू बनाउँला, हामी आफै बनाउँला नि आफ्नो ठाउँमा पुगेपछि। आफ्नो जस्तै हामीले यहाँनिर बसेर यतिको लाइफस्टाइल हामीले त्यो गर्न सक्छौँ भने यो अपर्च्युनिटी यो खालको हुन्छ नि सेवा सुविधा चाहिँ हामीले मात्रै किन लिनु। कुनै अर्काको देशमा बसेर हुन्छ नि, अर्काको देशमा बसेर अर्काको ठाउँमा बसेर किन लिनु के हामीले मात्रै। यहाँ हामीले जतिसुकै एकदमै लग्जरियस लाइफ बिताए पनि आफू जस्तो सुकै सेवा सुविधा जस्तो सुकैमा बसे पनि मलाई चाहिँ त्यही एउटै कुराको झल्झली याद आउँछ कि हाम्रो नेपाल कस्तो छ, हाम्रो नेपालको अवस्था कस्तो छ, अहिले हामी यहाँ कसरी बसिरहेछौँ भन्ने मात्रै कुरा आउँछ। अचम्म लाग्छ कि किन के मैले त्यस्तो किन सोच्छु,
किन सोच्छु के मैले त्यस्तो। यहाँ म एकदमै लग्जरी हुन्छ नि, एकदमै मैले जुन मैले पहिला सोचेको थिएँ होइन, विदेशमा आउनुभन्दा पहिले त्यही लाइफ जिरहेको छु मैले। तर पनि मलाई किन सेटिस्फाई छैन के। म यहाँ जस्तो सुकै यस्तो लाइफ बिताए पनि नेपालकै याद आउँछ मलाई। त्यही फोहोर खोला, त्यही उद्यो होइन। एउटा राम्रो कुरा सिकेको भनेको मैले अहिले के जस्तो लाग्छ भने मैले धेरै सोचेँ। मैले मेरो लागि मात्रै सोचेको हो जस्तो चाहिँ मलाई लाग्दैन है। म मेरो लागि, मेरो फ्यामिलीको लागि मात्रै सोचेको जस्तो चाहिँ लाग्दैन। तर सोच्न त हरेक मान्छेले सुरुमा त्यही आफ्नै लागि, आफ्नै फ्यामिलीको लागि सोध्छ होइन। तर त्यो गर्ने क्रममा चाहिँ आफ्नो देशलाई पनि केही होस् न, आफ्नो देशमा पनि केही राम्रो होस् न, आफ्नो हुन्छ नि आफूले गरेको काम, आफूले गरेको आफ्नो फ्यामिलीको लागि माया हुन्छ नि, आफ्नो फ्यामिलीको लागि गरेको हामीले जुन उनीहरूको लागि हामीले गर्छौँ नि जुन, त्यो गर्ने क्रममा चाहिँ आफ्नो देशलाई पनि केही होस् न, गर्न सकौँ न खालको फिल हुन्छ क्या मलाई चाहिँ। खोइ किन सोच्छु है मैले सोचेको लाइफस्टाइल मैले पाएको छु, त्यही पनि सेटिस्फाई नै छैन के। धेरै कुरा छ सेटिस्फाई हुन नसक्नुमा है, धेरै नै कुरा छ। तर यो भन्यो भने अब म जस्तो मान्छेले है, म जस्तो मान्छे एउटा गरिब परिवारमा जन्मेको र स्ट्रगल गरेर यो अवस्थासम्म आएको मान्छेले आफ्नो ठाउँमा आफूले सोचेको जस्तो, आफूले स्ट्रगल, आफूले दुःख गरेको अनुसार जस्तै हुन्छ नि त्यो फल चाहिँ मैले प्राप्त गरेँ पनि कस्तो म सेटिस्फाई किन हुन सकिनँ भन्ने छु के। तर त्यो सेटिस्फाई हुन नसक्नुको मेन कारण चाहिँ यो ठाउँ अरूको भएर हो जस्तो लाग्छ मलाई चाहिँ है। यो ठाउँ मेरो होइन नि त, जे भए पनि अब मैले गर्न सकुन्जेल मेरो अब मैले गर्न सकुन्जेल सब ठिक होला होइन। गर्न नसकेपछि अर्काको देश भनेको अर्काकै हुन्छ है। आफ्नै ठाउँ आफ्नै त्यो त आफ्नो हुँदैन भनेपछि यो भनेको अर्काको कहाँ 7 समुद्र पारीको ठाउँ हो। एकदमै कस्तो नराम्रो खालको फिल भएर आउँछ कि आफ्नो हुन्छ नि आफूले यहाँ जस्तै दुःख गरेको छ, आफूले यस्तो राम्रो लाइफस्टाइल पनि जिरहेको छ, सेटिस्फाई चाहिँ हुन सकेको छैन त्यहाँबाट। अनि आफ्नो देशको बारेमा सम्झ्यो, आफ्नो देश त्यस्तो बिग्रेको लथालिङ्ग छ कि त्यो सम्झिँदाखेरि चाहिँ नि म त्यही सम्झेरै हो कि क्या हो त्यो आफू सेटिस्फाई हुन नसकेको नि त्यही जस्तो लाग्छ क्या। एनिवेज गाइस, त्यही भएर चाहिँ मैले लास्टमा मैले धेरै सोचेँ धेरै नै सोचेँ के। धेरै नसोचिकन हुन्छ नि एकदमै स्ट्रेस, कस्तो खालको एकदमै अर्कै खालको स्ट्रेस के, एकदमै स्ट्रेस नै छु। तर होस् त्यत्तिकै होस् भने पनि मलाई परिवर्तन जस्तो मेरो लाइफस्टाइललाई इफेक्ट पार्ने खालको चाहिँ छैन है, लापरवाही गरे पनि। तर म त्यस्तो गर्नै सकिरहेको छैन के। आफ्नो बारेमा मात्रै मैले सोचेको होइन जस्तो लाग्छ। अब एकदमै त्यो हुन्छ गाह्रो अर्काको ठाउँमा होइन। आफ्नो ठाउँमा यतिको गर्न सके, जस्तै अब मैले यो सोचेको छु मेरो देशमा गएर मैले यो गर्छु भनेर सोचेको कुरा मैले सायद म अहिले मेरो ठाउँमा भएको भए, मेरो ठाउँ हुन्छ नि मेरो नेपालमा भएको भए मैले त्यो सुरुवात गरिसक्थेँ होला कि। त्यही कुराको एकदमै बोझ भइरहेछ कि मलाई। म अर्काको देशमा छु, मेरो सोच अर्कै छ होइन। त्यही भएर एकदमै बोझ भइरहेछ गाइज। तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरूको पनि यसो विचार सेयर गरिदिनु होला मलाई। मेरो जस्तै सोच कसैको छ कि मलाई जस्तै कसैलाई भएको छ कि होइन। त्यसैले मैले चाहिँ फाइनल डिसिजन चाहिँ लिइसकेको छु गाइज। यो 27 भित्रमा चाहिँ म जान्छु नेपाल है। यहाँ दुःख गर्न नसकेकोले होइन फेरि है, दुःख म जस्तो सुकै ठाउँमा म दुःख गर्न सक्छु।
तर मैले दुःख गरे अनुसारको सेटिस्फाई पनि हुन सक्नु पर्यो कि मैले यो गरेँ है भन्ने खालको कुराले मलाई सेटिस्फाई दिन सक्नु पर्यो कि त्यही सेटिस्फाई नै हुन सकिनँ कि म। त्यसैले मैले चाहिँ 27 भित्रमा नेपाल फर्किने प्रण गरिसकेको छु गाइजहरू। तपाईँहरू पनि को 27 भित्रमा नेपाल फर्किने विचार गर्नुभएको छ? नेपाल फर्केर फेरि यता नफर्किने तरिकाले आफ्नै देशमा बसेर केही गर्ने हुन्छ नि, जस्तै केही गर्न नसके पनि आफ्नै बारीमा आफ्नै बाँझो खेतमा मेहनत गरेर कृषि गरेर हुन्छ कि जे गरेर हुन्छ आफ्नै ठाउँमा मेहनत गर्ने सोच चाहिँ कसको छ है गाइज? प्लिज लाइक गरिदिनु होला। मेरो कुरा चाहिँ राम्रो लाग्यो भने। मलाई यसरी बोल्न पनि आउँदैन है गाइजहरू, किनकि मलाई चाहिँ अब यस्तै बोर लागेर होइन कति सोच्नु है, सोचेर पनि केही हुनेवाला छैन यहाँ बसुन्जेल भन्ने खालको सोच भएर चाहिँ मैले यो भिडियो बनाएको हो। अब नेक्स्ट भिडियोहरू पनि आउँछ मेरो। अब यहाँ बसेर त मैले त्यस्तो केही त्यो गर्न सक्दिनँ, मलाई थाहा छ त्यो है, मलाई 100% थाहा भइसक्यो। किनकि यहाँ मान्छे यहाँ छ, मन कहाँ भएपछि त्यो गर्नै सक्दैन कि, कन्सन्ट्रेसन हुनुपर्छ है एउटै कुरामा। मान्छेले जे गर्छु मैले हुन्छ नि, अब मलाई यो गर्न मन छैन भनेपछि त्यो हुँदैन क्या, जति गरे पनि। मान्छे यहाँ मन कहाँ भएपछि त्यो हुँदैन। कन्सन्ट्रेसन मान्छे सबै एकै ठाउँमा हुनु पर्यो, बल्ल मान्छेले गर्न सक्छ। त्यसैले गाइज यो भिडियोहरू पनि मैले एकदमै कस्तो भने त्यो भाइरल हुने तरिकाले त मैले बनाएको होइन, किनकि म कुनै सेलिब्रिटी पनि होइन है। म एउटा नर्मल मान्छे हो, केही गर्छु भन्ने सोच भएको मान्छे हो। गर्न सक्छु सक्दिनँ त्यो अब फ्युचरले बताउँछ, मेरो कामले बताउँछ है। मैले कतिको मेहनत गर्न सक्छु, मैले कतिको कन्सिस्टेन्सी भन्छ नि, कन्सिस्टेन्सीलाई चाहिँ मैले कतिको फलो गर्न सक्छु, त्यो कुरालाई मैले दिनदिनै कतिको हुन्छ नि त्यो दुःख कति गर्न सक्छु भन्ने कुरामा हुन्छ, त्यही हो। त्यसैले गाइज म चाहिँ अब जेसुकै होस् मलाई यो काममा एकदमै यो विदेश भनेको मान्छेलाई ट्र्याप गर्ने ठाउँ जस्तो फिल भइरहेछ मलाई। किन के है, त्यस्तै लागेको छ क्या मलाई, किन हो तर है। एकदमै ट्र्याप भन्छ नि, त्यो ठाउँमा छिरेपछि उम्कन नसक्ने कि मलाई पनि अहिले त्यस्तै भइरहेछ। र त्यही भएर मलाई यति धेरै गाह्रो भएको छ जस्तो खालको फिल हुन्छ। मलाई के कुराको डर हुन सक्ला ल भन्नु त गाइजहरू तपाईँहरू नै। म आफै भन्छे मलाई के कुराको डर छ भने जुन पास्टमा म जुन थिएँ, मैले जुन लाइफस्टाइल सोचेँ, मैले आफ्नो लाइफ यस्तो बनाउँछु भनेर सोचेँ, मैले त्यो ठाउँमा छु है गाइज है। किनकि मैले त्यति बेला मेहनत पनि त गरेको थिएँ नि है। अब त्यति बेला अब म यहाँ हुन्छु कि हुँदिनँ मलाई त्यही थियो। त्यति बेलाको मेरो स्ट्रेस, मेरो टेन्सन भने त्यही थियो भने अबको मेरो टेन्सन, मेरो स्ट्रेस, मेरो डर भनेको के कुरामा हुन्छ भने जुन लाइफस्टाइलको लागि मैले पास्टमा त्यति धेरै मेहनत गरेँ र म चाहिँ जुन ठाउँमा छु, फेरि त्यो ठाउँलाई चाहिँ, त्यो कम्फर्टेबल लाइफलाई छोडेर मैले फेरि यहाँभन्दा पछाडिको फ्युचर हुन्छ नि, फ्युचर अथवा मैले जे गर्छु भनेर सोचेको छु नि, त्यो ठाउँमा मैले कदम चाल्दाखेरि चाहिँ म सक्सेस हुन्छु कि हुँदिनँ के, म सक्सेस हुन्छु कि हुँदिनँ मलाई कन्फर्मै थाहै छैन है, थाहा छैन। तर मलाई त्यो गर्नु छ, मलाई यो लाइफमा बस्नु छैन, म सेटिस्फाई छैन के है गाइज। साँच्ची नै भन्ने हो भने सेटिस्फाई छैन म। यो जब, यो ठाउँ, यो मलाई सेटिस्फाई नै छैन। अनि मलाई त्यही भएर गाइज अब अहिलेसम्म पनि मैले सोचेको जुन मैले अब गर्छु, मैले गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले गरेर आएको छु के है, गरेर आएको छु। पास्टमा मैले जे गरेँ हुन्छ नि, केही पछुतै छैन कि मलाई, साँच्ची नै हो भन्ने, मलाई केही पछुतो छैन र पछि पनि पछुतो नहोस् है। तर मलाई अब यो लाइफस्टाइलले मलाई सेटिस्फाई दिएन कि गाइज। मान्छेलाई त्यही हो, मान्छेलाई जति भयो नि, जति त्यो भए पनि केही सेटिस्फाई हुँदैन भन्थे नि, हो रहेछ कि है। त्यस्तै भइरहेछ अहिले मलाई।
मलाई सेटिस्फाई नै छैन। अब मलाई सेटिस्फाई कति बेला हुन्छ भने नि गाइजहरू, ल अब मैले तपाईँहरूलाई यही त्यहीबाट भनेँ, तर म फुल्ली डिटेलली चाहिँ भन्दिनँ। मलाई सेटिस्फाई कहिले हुन्छ भने जब म नेपालमा फर्केर हुन्छ नि, म नेपालमा फर्केर आफ्नो इन्डिभिजुअल्ली है, इन्डिभिजुअल्ली अब त्यही हो, इन्डिभिजुअल्ली नै त हो नि त। अब मसँग सोच मिल्ने मान्छेहरू हुँदैन, त्यही भएर इन्डिभिजुअल्ली नै गर्न एकदमै ठिक लाग्छ मलाई चाहिँ है। अब म इन्डिभिजुअल्ली चाहिँ इन्डिपेन्डेन्ट हुनु पऱ्यो कि मेरो कारणले अरूलाई थोरै भए पनि सहयोग मिलोस्, सानो भए पनि काम मिलोस् है। मेरो कारणले कसैलाई चाहिँ हुन्छ नि, कसैलाई चाहिँ थोरै के सानो सहयोग मिलोस्, थोरै आत्मसन्तुष्टि दिन सकौँ मेरो कारणले, त्यस्तो फिल हुन्छ है गाइजहरू मलाई चाहिँ। अब हेर्दै जाऊँ, तपाईँहरूले नि अब मलाई यसो भिडियो हेरेर अलिअलि इन्करेज गर्दै दिनु होला भन्ने चाहिँ मलाई एकदमै उत्यो लाग्छ। किनकि मैले केही गल्ती गरेँ भने नि तपाईँहरूले अब भन्न सक्नुहुन्छ होइन। अब मैले केही राम्रो काम गरेँ भने पनि तपाईँहरूले पनि सिक्न सक्नुहुन्छ। त्यसैले सोसियल मिडिया चाहिँ अलिकति, सोसियल मिडियामा आउनुको कारण पनि त्यही हो। अब मैले गरेको काम कसैलाई राम्रो लाग्छ भने उसले त्यो काम सुरुवात गर्न सक्छ नि त होइन। मेरो सोच अथवा मेरो सोच विचार सुनेर चाहिँ कसैलाई राम्रो लाग्छ, उसले सिक्न खोज्छ भने अथवा त्यो गरेर झन् मैले भन्दा राम्रो गर्छ भने त त्यो राम्रो हो नि त। यदि मैले नराम्रो गरेँ अथवा केही भयो भने तपाईँहरूले मलाई केही भन्न सक्नुहुन्छ होइन। यही हो सोसियल मिडियाको फाइदा भनेको, यही रहेछ है, एकअर्काको विचार सुन्ने बुझ्ने, त्यही नै रहेछ। त्यसैले पनि होला म यहाँ आएको होइन, नत्र मलाई चाहिँ केही इन्ट्रेस्टै लाग्दैन है। मलाई चाहिँ मेन कुरा चाहिँ अहिले के लाग्छ भने सबै नेपालीहरू नेपालमा फर्कोस् जस्तो खालको फिल हुन्छ कि उसँग छैन, पुग्छ पुग्दैन, उसँग भएको अहिले जुन रिसोर्सेस छ नि त्यसले पुग्छ पुग्दैन, त्यसको चाहिँ चिन्ता छोडेर सबैजना फर्कोस् जस्तो हुन्छ कि। किनकि कसैसँग छैन भने कुनै मान्छेसँग त छ नि त। सबैजना चाहिँ एकदम कोअपरेटिभ भन्छ नि, सबैजनाले चाहिँ एकअर्कालाई सहयोग हुने खालले चाहिँ काम गर्ने सोच लिएर चाहिँ गयो भने चाहिँ हुन्छ जस्तो खालको फिल चाहिँ मलाई भित्रै मनबाट लाग्छ क्या। अब तर अहिले यो निर्णय चाहिँ मैले चाहिँ अब अरूलाई त मैले त्यस्तो भन्न त सक्दैन नि त होइन, जाम त्यस्तो त। अब मैले चाहिँ आफ्नो विचार सेयर गरेको त्यसैले है गाइजहरू। त्यसैले म चाहिँ 27मा जाँदैछु। मसँग रिसोर्सेस जति छ जे गर्न सक्छु मैले त्यहीबाट स्टार्ट गर्छु है। मान्छेलाई भए नि नभए नि हुन्छ, तर सेटिस्फाई हुनुपर्ने रहेछ भन्ने खालको कुरा चाहिँ मैले एकदमै फिल गरेको छु। त्यो चाहिँ आफ्नो देशमा गएर आफ्नो देश बनाउनु पर्छ, अर्काको देशको तारिफ गर्नुपर्छ, राम्रो कुराको तारिफ गर्नुपर्छ, गर्नु हुँदैन होइन कि, गर्नुपर्छ है। तर सिकेर फर्केर आफ्नो देशमा कुन ठाउँमा बिग्रेको छ, आफ्नो देशको कुन ठाउँ चाहिँ भत्केको छ होइन, कुन ठाउँको चाहिँ सिस्टम अलिकति विक छ, कुन ठाउँमा चाहिँ हाम्रो नेपाली जनताले अलिकति लापरवाही गर्दो रहेछ, त्यो कुरा सिकेर चाहिँ हामी सिकेको मान्छेले गएर चाहिँ अलिकति भए पनि होइन, किनकि हामी जस्तो साधारण मान्छेले म यत्रो ठुलो काम गर्छु भनेर गऱ्यो भने सक्न त सक्छ है, सक्दैन त म भन्दिनँ, तर टाइम लाग्छ, धेरै गाह्रो हुन्छ। तर थोरै भए पनि आफूले गरेर आफूलाई सेटिस्फाई हुन्छ भने चाहिँ त्यो गर्नुपर्छ। त्यसैले गाइज मैले चाहिँ एकदमै पागलपन्तीको निर्णय लिएको छु। म चाहिँ 27मा नेपाल फर्किँदैछु गाइजहरू। 27 भित्रमा अब जुन मन्थमा पनि पर्न सक्छ, फिक्स छैन है। 27 भित्र अरे यो 26 भयो होइन, 27 हुन्छ नि, 27 चाहिँ गर्दैन भन्न खोजेको मैले। 27 चाहिँ म बस्दिनँ, 26 भरि के, 26देखि 27 भित्रको जुन पनि मन्थमा चाहिँ म चाहिँ नेपाल फर्किन्छु। मैले चाहिँ त्यही विचार गरेँ। मलाई एकदमै के, किनकि कन्सन्ट्रेट नै छैन, म यहाँ छु, विचार कहाँ छ अनि कसरी मिल्छ त भन्नु त।
अनि स्ट्रेस नभए, हेभी नभए, हेभिनेस फिल नभए के हुन्छ त? त्यसैले गाइज अलिकति ठुलो ठुलो कुरा पनि गरे होला, बुझ्ने मान्छेले बुझ्छ जस्तो सुकै तरिकाले भने पनि होइन। तर सकेसम्म चाहिँ म चाहिँ अब तपाईँहरूले मलाई गाली नै गर्नु भए पनि नेपालीहरू जति सबैजना नेपालमा फर्केर आफ्नो सिप, आफ्नो क्षमता, आफ्नो इच्छा अनुसारको काम गर्नु भन्न चाहिँ मलाई एकदमै जहिले पनि म यही कुरा मात्रै भन्छु। मेरो सबै भिडियोमा सायद यस्तै कुरै छ होला, अहिलेसम्म हालेको भिडियोमा चाहिँ केही छैन। यो ट्र्याप हो विदेश भनेको, मान्छेलाई किन यस्तो चाहिएको होला आफूसँग होइन। यो हाम्रै मेहनतले हामीले बनाएको यो इन्भाइरोमेन्ट हो है, यो भनेको राम्रो पनि चिज हो। तर आफू मात्रै राम्रो भएर पनि त हुँदैन नि त। नेपाल राम्रो हुनु पऱ्यो क्या, नेपालीको चाहिँ नेपाल राम्रो हुनु पऱ्यो भन्छु क्या म चाहिँ। त्यही हो मेरो विचार, त्यही हो। अब तपाईँहरूलाई कस्तो लाग्छ थाहा छैन, नराम्रो लाग्यो भने चाहिँ माफी नै गरिदिनु होला है। राम्रो लाग्यो भने चाहिँ एकदमै राम्रो, एकदमै मेरो कुरा चाहिँ सही छ भन्ने चाहिँ मलाई फिल हुन्छ। राम्रो लाग्यो भने, अब नराम्रो लाग्यो भने चाहिँ माफी नै माग्छु है, त्यही हो। तर नेपाल चाहिँ फर्किनु होला गाइजहरू। मलाई तपाईँले जति नै नराम्रो भने पनि मैले भन्दा राम्रो सोच्नु पनि सक्नुहुन्छ तपाईँले, राम्रो आइडिया हुनसक्छ। त्यही हो गाइज। अब अर्को भिडियोतिर नि भेट्दै गरौँ ल। अहिलेलाई चाहिँ ओके।